फेरि हामी मामा घर जाँदैछौँ। हाम्रो मामा ठुलो मम्मीहरू सबै नेपालगञ्ज बस्नु भए तापनि हाम्रो खास मम्मीको खास माइती चाहिँ कालीकोट हो। त्यहाँ पनि हुनुहुन्छ हाम्रो रिलेटिभ्सहरू, मामा हुनुहुन्छ, दाई हुनुहुन्छ। अनि म चाहिँ 8-10 वर्षको थिएँ फर्स्ट टाइम कालीकोट जाँदाखेरि चाहिँ। त्यसपछि चाहिँ म फर्स्ट टाइम जाँदैछु। अनि मम्मीलाई कस्तो फिल भइरहेछ मामा घर जाँदा? म आज माइती घर जाँदा एकदमै खुसी लागेको छ। छोरीसँग पहिला धेरै अगाडि गएको थिएँ अनि अहिले जाँदा एकदम रमाइलो लागेको छ। सो अहिले हामी चाहिँ यो जिपमा जाँदैछौँ। पहिला चाहिँ हामी यो बाटो यो उकालो हिँडेर जानु पर्थ्यो। अझ पनि हामी 2 दिन लगाएर पुग्छौँ होला। 2 दिन लाग्छ हामीलाई, किनभने आधी बाटोमा चाहिँ हामी हिँडेर जानुपर्छ। आजको बाटो चाहिँ हाम्रो जिपमै छ, भोलि चाहिँ हामी हिँडेर जानुपर्नेवाला छ। यो चाहिँ हामी खाना खाने ठाउँमा स्याउ त पहिला हामी यहाँबाट उडो गर्ने धेरै भिजा छ। ल मम्मी, फाइनली हामी कोल्टी क्रस गरेर यो पिल्चौडा आइसक्यौँ। अलिअलि हिँड्दैछु मम्मी र म, झोला बोक्दै। रमाइलै छ। समात्नु त मम्मी एकछिन, झोला बोक्दै। भारी होला है, जोस् रमाइलै छ। कति टाइमपछि आइयो, अलमोस्ट कति वर्ष भयो होला, 10-12 वर्ष भइसक्यो होला। यो बाटो नहिँडा चाहिँ मम्मी कहाँ यो पिल्चौडा आयो त? म कहिले आइन, उताबाट आएर घुम्न गएको नि त। यो 15-16 वर्ष भयो होला, म एकदम सानो फुच्ची थिएँ। रमाइलो भइरहेछ। वाउ, कस्तो ब्युटिफुल सिन छ। झर्दैन? मलाई कस्तो डर लागिरहेछ यार तर मलाई पुल चढ्न। बाफ्रे, म क्या डर लाग्दो है मम्मी। स्पिडवाला खोला छ। यो कर्णाली हो है फेरि। मम्मी कस्तो फिल भइरहेछ भन्नु? एकदम रमाइलो भएको छ हो, शीतल छ, आनन्द आइरहेछ। कर्णाली, कर्णालीतिरको गाउँ। हे गाइज, मम्मी चाहिँ एकछिन उता गइराख्नु भएको छ। म चाहिँ यहाँ एक्लै यो खोलाको किनारतिर जान लागिरहेको छु। डर त लागिरहेछ मलाई अलिकति। खोलाको पानी टेस्ट गर्नु छ। गोरुहरू पनि छन्। हो, मलाई पिट्न नआओस्, लखेट्न नआओस्। जाने चाहिँ कसरी? मलाई जसरी पनि कर्णालीको पानी छुनु छ। डर पनि लागिरहेको। आउनु न मम्मी, कि जानु? गइराख्नु न, गइराख्नु। पिल्चौरदेखि चाहिँ यो जिपमा जाँदैछौँ हामी। हाम्रो गाडीको डेस्टिनेसन चाहिँ यहीँसम्म हो। यो पछि हामीले हिँड्न पर्ने डाँडा, यो डाँडा, यो पुल क्रस भएर मलाई त्यस्तो डर लागिरहेछ। कसरी हिँड्ने हो यार? यो पुरै डाँडा हिँड्नुपर्छ यार। ठिकै छ, आज एकदम खतरा हाइकिङ हुनेवाला छ। मम्मी ड्याडीलाई फोन गर्नुभएको थियो? फोन गर्नु न, फोन गर्नु। कोही मान्छे लिन आएन त। अनि यत्रो उकालो कसरी जानु एक्लै?
500 महँगो रहेछ 10 त हामी त हावा यो पो हो नेपाल, यो पो हो बाजुरा। हामीले पुल क्रस गरिसक्यौँ। यस्तो भिडमा हिँड्नु परिरहेछ। आउनु मम्मी। यस्तो बाटो छ। बाटो चाहिँ यस्तो छ। मम्मी आउनु आउनु थकाइला? ठिकै छ बा। आम्मा यो त डेन्जर छ यार। बाटै डेन्जर छ। यस्तो डर लागिरहेछ। कोही मान्छे पनि आएनन् झोला बोक्नलाई। अस्ति पनि यस्तो आफत गरे एउटा अस्ति त टन्नै छैन मान्छे। मम्मी राम्रोसँग आउनु है। यस्तो छ बाटो। हजुर ल ल आफ्नो जन्मभूमिमा जाँदा मलाई कति खुसी लाग्यो, कति हौसला लागिरहेछ, हर्ष लागिरहेछ। छोरी चेलीको लागि ल अब ठिक छ। जस्तो हुन्छ होइन ठिकै छ। लागिहाल्छ। होइन यहाँ दिनु, होइन यहाँ दिनु, छोड्दै त यहाँ दिनु म बोक लाग्यो। मान्छे पनि आएन नि यो झोला बोक्नलाई। त्यो झोला हेर्दा चाहिँ केही छैन जस्तो छ, तर अलिक गरौँकै छ। अहिले एकछिनमा मलाई दिनु होला। अब एकछिनमा दिन्छु तँलाई, तर बाटो अलिकति गाह्रो छ। आज मामा ससुराको घरमा जान्छु। भोलि झोला बेडेर बोकेर हाम्रो माइत बोक्न नि सक्ने थिएन। गाली गर्ने छु। यिनीहरू यस्ता छन्, नाइ भने बोक्ला सक्ने होइन, सक्ने हो। यो पनि गरको छ, घन्टे छ राख्दै त ढोला आएको सक्नु नि हो झोला।
ल ल सक्ने भएपछि गाह्रो भयो भने भन्नु होला है त्यही त गाह्रो हुने कि भनेर मेरा जेठीका गाउँ त छन् भाइ बिना जा मकन दुःख बढाउनु पुगिजान हाम्रो फ्यामिली मेम्बर हाम्रो रिसिभ गर्न मेरो हिँड्दैछौँ अहिले बल्ल रमाइलो भयो पत्रकार साहब मैया साहब मलाई कलाकार नभन्नु है पत्रकार पनि नभन्नु पत्रकार पनि होइन कलाकार पनि मलाई पत्रकार जस्तै ठान्नु भएछ एकजना मान्छेले सो यहाँको कुरा भन्दै हुनुहुन्छ यहाँको ल सुनौँ न त अहिले सिमलाबाट आइकन औषधि गर्न घर नपाइकन विपदमा पढिकन अहिले रोडेको मान्छे हजुर तल उसमा अहिले छुट्टी आइकन औषधि गर्न नपाइकन घर गयो रुँदै रुँदै भारी लाएर बाइ द वे म पत्रकार चाहिँ होइन तर उहाँको कुरा सम्बन्धित ठाउँमा पुगोस् ल लाटी यस्तो पुगाएको नै अब हामी फाइनली घरै पुगिसक्यौँ सिस्नो यो यहाँ त कति सिस्नो रहेछ सिस्नाहरू हेर्दा तल दिशा हुन्छ यताउति हुन्छ ड्याडीको मामा घर ड्याडीको मामाको घर ठुला बुवाको घर ठुला बुवाको घर ड्याडीको मामा घर तल दाजु आफू सन्चै मदाबदै सबै सन्चै उकालो कस्तो त दर्शन 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 आजै मतलीबाट भेटियो छ बरा नै गाडी भोक लागि होला ठिकै छ